वेलकम टु माई न्यू ब्लग। आज हाम्रो कुल पूजा परेको हुनाले हामी सबै फ्यामिली मिलेर यसरी रमाउँदै खुसी हुँदै हामी कुल पूजाको मन्दिर जाँदैछौँ। हाम्रो यो मन्दिर चाहिँ पश्चिम जिनुवामा पर्छ। यहाँ हामी हरेक वर्ष यसरी पूजा गर्न आउँछौँ। यो पूजा चाहिँ वर्षमा एकचोटि हुन्छ, कुलदेउताको पूजा। पूजा गरेपछि चाहिँ एकदम मन आनन्द लाग्छ के, त्यही भएर हरेक वर्ष हामी यहाँ आउँछौँ। यहाँ हामी पाण्डे परिवारहरू धेरै छौँ। कोही दाङबाट आउनुभएको छ। हामी चाहिँ बुटोल भैरवादेखि हो। अनि बाहिर यसरी प्रसादहरू सबै मिलेर बनाउँदै हुनुहुन्छ। प्रसादमा चाहिँ हामीले यो खिर र अचार बनाएको थियौँ। अनि अर्को पिठो पकाएर बनाउने चलन छ। चामलको पिठोलाई पकाएर यसरी प्रसाद, मेन प्रसाद यसरी बनाइन्छ। अनि यसो बाहिरतिर यस्तो राम्रो